यहाँले यो पर्यटनको बारेमा केही कुरा राख्नका लागि एउटा अवसर प्रदान गर्नुभएको छ। आयोजक मित्रहरूलाई असाध्यै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले देखेको कुरा मैले अघि पनि बाहिर अनौपचारिक रूपमा थोरै कुरा गरेँ, यहाँ पनि सर्स कुरा गरेको छु। हाम्रो देश प्राकृतिक रूपमा चाहिँ अब एउटा अनुपम छ, यो एउटा चाहिँ संसारको एउटा स्वर्गभूमि छ। खास गरी पहाड क्षेत्रमा प्रकृतिले दिएका तपाईको साहसिक पर्यटनदेखि लिएर सबै खाले पर्यटनका सम्भावनाहरू प्रकृतिसँग जोडिएका छन्। तर यो तराई क्षेत्र, हाम्रो तराई क्षेत्र इटहरी चाहिँ मैले आफूले सोचेको कुरा के हो भने यो सहरलाई चाहिँ जिउँदो सहर बनाउनुपर्छ। तपाईँहरूलाई एउटा अत्यन्त धेरै म टिस लाग्दो कुरा भन्छु। 2068 सालको जनगणना यहाँले कतिको अध्ययन गर्नुभएको छ? 2068 सालको जनगणना भनेको अनुसार इटहरी 1,40,500 समथिङ जनसङ्ख्या छ। र त्यो जनगणना अनुसार इटहरीको ग्रोथ रेट, हरेक इटहरी भनेको साबिक इटहरी नगरपालिका जो 9वटाको ग्रोथ रेट, यो एकदमै ध्यान दिनुहोस्, 9 वर्षमा डबल हुने स्तरको छ। त्यो 58 देखि 68 को जनगणना त्यो अनुसारको माइग्रेसन हुँदाखेरि यहाँको ग्रोथ हुँदाखेरि हरेक 9 वर्षमा इटहरी तत्कालीन इटहरीको जनसङ्ख्या डबल हुन्थ्यो। अब त्यो बिचमा हामीले हाँसमुसा, एकम्मा, पक्ली, खनार 4वटा भिडिसीलाई हामीले उपमहानगर ल्यायौँ। हाँसमुसा र खनारको हरेक 19 वर्षमा डबल हुने ग्रोथ रेट र 36 वर्षमा पकली र 57 वर्षमा एकममा डबल हुने चाहिँ तपाईँको ग्रोथ रेट थियो। अब हामीले त्यो ग्रोथ रेटलाई चाहिँ मैले अब सूर्य राई जनसङ्ख्याविद हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हिसाब गरेर मलाई एभरेज निकालिदिनुहोस् यो सबै अवस्था अनुसार भनेर उहाँसँग म बसेपछि हाम्रो इटहरीको जनसङ्ख्या 16 वर्षमा डबल हुनु पर्थ्यो। अब तपाईँले एउटा हिसाब गर्नुहोस्, 68 सालदेखि 78 सालसम्म इटहरीको जनसङ्ख्या कति बढ्यो? 10 वर्षमा 50,000 प्लस मात्रै बढ्यो भने इटहरीको चाल कति गुणा घट्यो? यो यही हिसाबले जान्यो भने मृत सहर हुन्छ। ल भन्नुहोस्, आज इटहरी अघि दाइले भनेको इटहरी के का लागि आएर बसोबास गर्नुपर्छ भन्नुहोस्? तपाईँ 2, 4, 5वटा तपाईँले आकर्षण दिनुपर्छ कि पर्दैन? यो जीवित सहर हुनका लागि अघि निकै धेरै कुरा बिहान उठेको छ पपुलेसनको बारेमा। 35,000 टटेड पपुलेसन, 15% यस्तो आदि इत्यादि हामीले धेरै कुरा सुन्यौँ। त्यो होइन, यो चाहिँ क्रमशः एउटा चाहिँ मृत सहरमा परिणत हुने खतरा चाहिँ बढी छ। धरानभन्दा इटहरी के मानेमा राम्रो, विराटनगरभन्दा इटहरी के मानेमा राम्रो, पूर्व पश्चिमभन्दा इटहरी के मानेमा राम्रो? हामीसँग केही न केही आकर्षण हुनुपर्छ कि पर्दैन? ल हामी एउटा भनौँ, धरानभन्दा राम्रो खानेपानीको सुविधा छ, अरू के छ? अरू यस्ता कुराहरू चाहिँ हामीसँग अहिले छैनन् र इटहरीको आकर्षणका केन्द्रहरू। अब यहाँ उद्योगहरू प्रशस्त खुल्ने अवस्था किन भएन? पर्यटनका अनेक सम्भावनाहरू किन विकास भएन? मैले एउटा कल्पना गरेको छु, तपाईँ एउटा कुरा सोच्नुहोस् त, सम्भव छ कि छैन? खनारको छोटी पुलदेखि चतरासम्म हामीले यही नहरलाई अपलिफ्टमेन्ट गरेर यसलाई चाहिँ अलिकति उन्नयन गराएर हामी चाहिँ के भने थुप्रै तपाईँको के भन्दाखेरि त्यो यो अहिलेको बर्खामा पानी धमिलो होला, तर हामी कोसीको चिसो पानी त्यहाँ नुहाउन पाउँछ उतै खनारका डिलहरू। त्यतिखेरको कल्पना के थियो भने तल्लोपट्टिबाट औद्योगिक करिडोर विकास गर्ने, माथिल्लोपट्टिबाट चाहिँ एउटा पर्यटक करिडोर चाहिँ विकास गर्ने एउटा कल्पना 74 सालको घोषणा गर्नु। यसको तात्पर्य के हो भने हामीले भएका सम्भावनाहरू हामीसँग जे छ त्यसको उपयोग गर्नुपर्ने कुराहरू। हामी त्यतापट्टि जाँदैनौँ। मलाई एकजना विद्वानले भन्नुभयो, कुनै दिन उहाँको नाम चाहिँ बोलिन्न, कोही त्यो बिहान पनि खानेपानीको कुरा छ, कोसीको खानेपानी भन्नु क्या। मैले त कोसीको खानेपानी त हामीसँग खनारमा छ नि, छैन र? इजी कुरा होइन। इटहरी पानी पखाल्न, पानीले के रोड पखाल्न पुग्छ भन्दाखेरि कुनै दिन एकजना नेत्रीले
ओहो ढिलो इटहरी चाहिँ पखाल्ने भयो पानीले भनेर चाहिँ त्यो व्यङ्ग्य गर्नु। त्यस कारणबाट हामीले के छ भने हामीभित्रै यो यहाँ के क्लिन सिटी भनेर हामी आएर बस्दैन। अनि यस्ता अनेक बयान पनि के कुराहरू उठेका छन्। त्यस कारणले मलाई के लाग्छ भने यहाँको चाहिँ सम्भावना के हो त? इटहरीको पर्यटनको सम्भावना के हुन सक्छ भन्दाखेरि मानव निर्मित मान्छेले बनाएका पर्यटकीय केन्द्र। ऊ त एउटा इपिलेन बनाएको छ, त्यही चलेको छैन भन्छु, लगानी कहाँ गएको छ भन्छु। अब फेरि अर्कोले लगानी गर्ने कि नगर्ने? ओसन पार्क एउटा अर्को सानो होला, त्यो अलिअलि चलेको कुरा सुन्थ्यो, त्यसको अवस्था के छ त्यो थाहा छैन। त सबभन्दा ठुलो कुरो के हो भन्दाखेरि इटहरीप्रति यो छेउछाउको सबैको चाहिँ के भने आकर्षण चाहिँ एउटा बढ्नुपर्छ। यहाँ के हो भन्दाखेरि यहाँ हामीले यसलाई जिउँदो बनाउनका लागि हजारौँ रोजगारी हामीले सिर्जना गर्न सक्छौँ, त्यो सम्भावना छ। र त्यस पछाडि त्यो सँगसँगै यी पर्यटनहरूलाई पनि गर्छ। मेनमेड पर्यटनभित्र के पर्छ त? मैले एउटा कुरा हेर्नु भएको छैन, ऊ त भियतनाममा एउटा यत्रो हात बनाएर त्यो हातमाथि एउटा अग्लो के अरे पुल बनाएर या स्विमिङ पुल बनाएर होइन संसारका मान्छे चाहिँ जान्छ। त्यो एउटा मेनमेड कुरा हो। भियतनाम आफैमा एउटा चाहिँ के भने पर्यटकको दृष्टिकोणले चाहिँ प्रकृतिको पनि महान चाहिँ एउटा मुलुक हो। त्यसले गर्दा हामी यस्ता के चिज यहाँ बनाउन सक्छौँ, त्यो सबैले आफ्नो आफ्नो सिर्जना गरेको हुनसक्छ। त्यो चाहिँ के भने त्यो चाहिँ लिडरहरूले सिर्जना गर्नुपर्ने विषय हो। त्यो सिर्जना चाहिँ हामीसँग छन् कि छैन होइन, त्यो गर्न सक्ने कुरा चाहिँ के छ भने मैले पनि केही सिर्जना कल्पना गरे होला होइन, म पनि पस्किन्छु ती कुराहरू होइन, मैले पनि केही कल्पना गरेको छु, केही सोचेको छु। ती सम्भावनाहरू चाहिँ के भनेदेखि छन्। अब ऊ त्यो खनारको अस्तित्व यस्तो सानो चिप्लोटी भएन, त्यो चिप्लोटी र त्यो भिरालोको बारेमा 74 सालको घोषणापत्रमा लेखिएको छ। त्यो कसैले हेरेन। यो अहिले मैले भन्दै गरेका कुरा त्यो 74 सालको घोषणापत्रमा, त्यो घोषणापत्रको ड्राफ्टकर्ता म होइन, ड्राफ्टकर्ता डाक्टर दिवाकर रेग्मी हुनुहुन्छ। तर के हो भन्दाखेरि त्यसका 80% सूत्रहरू सबै मैले दिएको, उहाँसँग आफै मुद्दा पनि। त्यस कारणले हामीमा के छैन भने यो ठाउँ हामी कसरी बनाउने भन्ने चिन्ता बहुत कम मान्छेमा छ। यहाँ एउटा मात्रै मैले टिपोट के गरेको छु भने गर्नु भनेको अनि गर्न अग्रसर हुनु भनेको चाहिँ परिणाम नआए त त्यो भन्नु ठिकै हो। परिणाम दिँदा पनि भ्रष्टाचारी हुनु चाहिँ के हो? मैले जीवनमा भएको सबैभन्दा तितो कुरा यो। एउटा मान्छेले आफ्नो जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्छ, समाजले के गर्छ, एउटा कुनै कसैले उसलाई चाहिँ के भने मलाई धेरै मान्छेहरूले भनेको मलाई म भित्र त्यो पीडा फिल्छ। यद्यपि मैले के भने त्यो मलाई अख्तियारले दिएको त्यो तामेलीमा राखेको पत्र पनि मैले त बोकेर आएर हिँड्न थालेको छु क्या हिजो आएर। हेर्नुहोस् के हो भन्दाखेरि तपाईँको त्यसो भएको हुनाले हाम्रो के हुनु पर्यो भन्दाखेरि एउटा सकारात्मक सोच चाहिँ के हुनु पर्यो भने भएन भन्न पाइयो, तर भयो भने त्यसलाई भेरिफाई गर न, त्यो भयो भने जस देऊ न। र तपाईँको के भने विक्रमसिंहलाई अलिकति इटरले प्रोत्साहन गर्यो भने न उहाँले दुईटा सिर्जना थप्नुहुन्छ, एउटा कलाकारले एउटा आर्टिस्टले। मलाई उहाँका पनि धेरै कुराहरू छन्, उहाँले त्यो एउटा दुई चारवटा कुरा दिनुभएको थियो, त्यो पनि पर्यटन विकासमा छ। त तपाईँको त्यो केही कलाकारहरूको त्यो नेपालको ललित कला प्रतिष्ठानले सायद होला 45-50 लाख रुपियाँ दिएर त्यहाँ ढुङ्गाका प्रस्तर मूर्ति बनाएको छैन, त्यहाँ छन् नि। तपाईँले के हो भन्दाखेरि 200 टनको ढुङ्गा ल्याएर इटली चोकमा राख्नु भने त्यो पर्यटनको विषय भन्यो कि बनेन? इजी कुरा छ क्या, तर सोच छैन मान्छेमा। त्यो त्यस्ता त हजार सोच हामीसँग होला, समयमा पस्छौँ। तर कुरा के हो भने यसरी के हो भने त्यो क्रिएसन चाहिँ मान्छेमा छैन। र अर्को मैले देखेको कुरा चाहिँ मान्छेको इमानलाई मान्छेले चाहिँ के भन्दाखेरि इमानलाई कम्तीमा कदर गरिदिनुपर्छ
र मात्रै अरू फेरि त्यो क्रिएसनवाला मान्छेहरू अगाडि बढ्छ, त्यो प्रोत्साहन हुन्छ। उसलाई धेरै ठुलो कुरा चाहिँदैन होइन। तपाईँको के हो भनेदेखि धेरै धेरै ठुला काम गर्दा पनि उसले के भन्छ भने एउटा सामान्य विषयलाई प्रोत्साहन हुन्छ। त्यो उसको सिर्जना चाहिँ उसले के हो भन्दाखेरि विज्ञानले त सिर्जना बेच्छ। मैले बिहान पनि भने विज्ञानले बेचेका सिर्जनाले हाम्रो देश अहिलेसम्म बनेन नि। सबै थोक प्लान त विज्ञानले गर्छ नि, किन बनेन त्यसो हो? त्यो कुरा चाहिँ खोज्नुहोस्। त्यसैमा छ नेपाल बन्ने कथा, त्यहीभित्र छ नेपाल बन्ने कथा। त्यसैले हामीले चाहिँ के हो भनेदेखि इमान निष्ठापूर्वक उसको सिर्जना र उसको सपना हामी उसलाई पस्किने ठाउँमा दिउँ, मान्छे चिनौँ, समय चिनौँ। हामी 10 वर्ष पछाडि पर्यौँ, इटहरी 10 वर्ष पछाडि पर्यो। 10 वर्ष अगाडि तपाईँले प्राप्त गर्ने चिज अहिले गर्न सक्नुहुन्न। 2054 सालको असारको अहिले पनि नेकपा एमालेको तत्कालीन नगर कमिटीको माइनेट खोजेर हेर्नुहोस्। हामीले 21 वटा सुझाव दिएका छौँ त्यतिखेरको पहिलो नगर प्रमुखलाई। यो हामीले के थियो भने 1 लाख रुपियाँ बिगाले त्यो अहिलेको 3 नम्बर जुनै बाटो मुनिको त्यो बुढीखोला किनारको सबै जग्गा पाइन्छ। 125 बिगा जग्गा त्यतिखेर किन्नु भने एउटा सुझाव त्यो पनि छ। त्यो जुन हामीले त्यो अहिले डिबिएम बनेको स्कुल छ त्यसलाई चाहिँ एउटा ठुलो त्यो 6-7 बिगा जग्गा बनाएर त्यसलाई चाहिँ सिग्ना टोल समेत सबै बनाएर एउटा ठुलो तपाईँको स्टेडियम, यो तपाईँको स्पोर्ट भिलेज बनाउन सकिन्छ भन्ने सुझाव हामीले त्यतिखेर दिएका छौँ। त्यो परिकल्पना इटहरी बनाउने परिकल्पना जीवनभर मैले चाहिँ गरेका छु। हामीसँग छ, हामी गर्न सक्छौँ। र मैले चाहिँ के हो भनेदेखि अब हाम्रो भविष्यमा यो के गर्न सक्छौँ भन्ने कुरा चाहिँ अब समय आएपछि होइन, यसका 2-3 वटा अन्तिम चरणमा फाइनल गर्दाखेरि हामी यहाँ यो कुरा विकास गरेर जान सक्छौँ है। इटहरी भनेका चाहिँ तपाईँका यस्ता ठाउँहरूमा यस्ता कुरा गर्न सक्छौँ। हामीसँग कति कुरा छन् इटहरीमा भन्नुहोस् त। यहाँका जनजाति यो एउटा सम्पत्ति होइन, त्यो सांस्कृतिक सम्पत्ति होइन। सांस्कृतिक पर्यटनको बाटो कसैले सोचेका छौँ हामीले? त्यो कति सम्भावना छ इटहरीमा? बेच्ने त चिज त्यस्तै हो नि हो। ती साना कुरा चाहिँ हामी खोज्दैनौँ। असाध्यै साना कुरामा धेरै ठुलो परिवर्तन आउने सम्भावना छ मैले देखेको चाहिँ कुरा। र हामी चाहिँ के भने ठुला कुराबाट अस्ति एक दिन एउटा कार्यक्रममा आएको, त्यो पुलहरू चाहिँ बने तर त्यो चाहिँ के भएन भने त्यसको चाहिँ सौन्दर्यकरण भएन। मान्छेलाई चाहिँ भोक मेट्नु पर्ने समस्या छ, सौन्दर्यकरणको अर्को कुरा गर्छ। त्यो आजको बौद्धिक मान्छे पहिले त यो समाज उठाउने कुरा गर्नु पर्यो नि। यहाँका 11% भन्दा अलिकति बढी भएको यहाँको गरिबको रेखा मुनिका जनताहरूको जीवनस्तर उठाउने कुरा गर्नु, तिनीहरूको जीवन बनाउने कुराको पनि यसभित्र पर्छ नि त। हामीले त्यो कुरालाई पनि पर्यटनसँग जोडेर उनीहरूलाई उत्थान गर्न सक्छौँ। सक्दैनौँ न? मजासँगले सक्छौँ। दिनाभद्रिका मन्दिर, उनीहरूका कल्चरल खाना, त्यो कुरालाई हामी बनाउन सक्दैनौँ। हामीले के सोच्नु पर्यो भने ओहो होइन, यहीँभित्रबाट त्यस्ता धेरै सम्भावना हामीले उपयोग गर्नुपर्छ। हामीले 2-3 वटा कुरा बाहिर पठाउनु हुँदैन। जो चिज हामीसँग छ नि त्यो अरूसँग छँदै छैन। तर हामीसँग के चाहिँ छैन भने सिर्जना चाहिँ छ मात्रै। जम्मा जम्मी कुरा त्यति नै, भिजन छैन, त्यति नै जम्मा जम्मी कुरा। र त्यो नभएपछि के हुन्छ? गफ धेरै हुन्छ, काम कम हुन्छ, परिणाम आउँदैन। तपाईँहरू एउटै मात्रै सबै जनताले एउटा कुरा खोज्नुहोस्, हरेक लगानीको परिणाम अहिले आयो। जम्मा यति खोज्नुहोस्, इटहरी आफै हुन्छ। हरेक 1 रुपियाँको पनि तपाईँले आजसम्म कतिवटा गाई बाछा बाँडिए इटहरीमा? कसैलाई याद छ? कति पाठापाठी बाँडिए, कति कुखुरा बाँडियो, कति सुँगुर बाँडियो, कति टेलरहरू ट्र्याक्टरहरू बाँडिए? दुध कति बढ्यो, अन्न कति बढ्यो, सागसब्जी कति बढ्यो? कुनै माग्नुहोस् त। अहिले हिजोका मेयर उपमेयर सबैसँग त्यो परिणाम माग्नुहोस् त। कोही खोज्दैन त्यो परिणाम हो। त्यो चाहिँ हुन्छ भ्रष्टाचार। परिणाम चाहिँ त्यहाँ खोज्नु पर्यो। 1-1 रुपियाँको परिणाम खोज्नुहोस् त। त्यो मुसरका नाममा दिनाभद्री मार्ग बनाउँदा के हुन्थ्यो र?
मुसरका नाममा होटलमा चाहिँ तपाईँको के भने कुनै सेमिनार गर्नु पर्यो हो, समस्या त्यहाँनिर छ। मैले बुझेको चाहिँ के छ भने सम्भावना अनन्त छन्, खोजौँ, यसैबाट अगाडि बढौँ, अरूको सहायता लिने कुरा पनि नगरौँ, हामी आफै सक्छौँ, आफै सफल हुन्छौँ, त्यसका लागि चाहिँ लागि बरौँ। मेरो त कुरा यति नै हो, धन्यवाद। खसरा अलिक भयो है।